नमस्कार नयाँ वर्षमा हाम्रा नजिकका ठाउँहरुमा घुम्न जानु बिकेस अफिसियलले शाउट आउट स्वर्गदारी आउनु सबैजनाले स्वर्गदारी आउनुस् सपोर्ट गरिदिनु होला लाइक हेर्नुस् मन्दिर हेर्नुस् सबैले माया गरिदिनु होला धन्यवाद किन बिकेस अफिसियल So hello everyone, welcome back to my new vlog. I hope सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि सन्चै आरामै छु। सो हामी चाहिँ अब सर्कडारी जान लाग्छौँ। सो त्यही नै हो गाइस, हामी चाहिँ अब कोराई हुँदै होलेरीबाट जानुपर्ने हुन्छ हामीहरू। त्यही नै हो गाइस, उता गएर भेट्नुपर्ने हुन्छ हामी। अहिले चाहिँ हामी नयाँ बस पार्क आइसकेका छौँ। अब बसमा जान लाग्छौँ केटा हो। सो गाइस, अहिले चाहिँ हामी मन्दिर पुगिसकेका छौँ है। अहिले बिहानको लगभग 4:30 भइसकेको छ। 4:30 क्रस भइसकेको छ। अहिले चाहिँ हामी पुगिसकेका छौँ। सो अब बिहान के हुन्छ यसो हेर्नुपर्ने हुन्छ हामीहरू। सो गाइस, अहिले चाहिँ हामी सर्कडारीमा छौँ। सो अहिले चाहिँ हामी यता गुफा हेर्न जाँदैछौँ। सो अब हिजो चाहिँ हामी राति पुगेका थियौँ यहाँ सर्कडारी। सो त्यही कारणले भिडियो बनाउन पाइनँ साँझतिर। सो अहिले चाहिँ हामी गुफा गुफा हेर्न जाँदैछौँ। त्यही नै हो गाइस, पछाडि ब्याकग्राउन्डमा देख्न सक्नुहुन्छ। सो त्यही नै हो गाइस। अहिले चाहिँ हामी गुफातिर आएको छौँ। फोटो खिच्न बनाएको छ, त्यही भएर यताबाट देखाइदिन्छु म। यतातिर आइरहेको छ। सो तल जाँदैछ। त्यही नै हो गाइस, त्यहीहरू आउँदै हुनुहुन्छ। बिकेस अफिसियल सबैले माया गरिदिनु होला। धन्यवाद। बिकेस अफिसियल त्यही नै हो गाइस। त्यहीहरू जान लाग्नु भइसक्यो। जानुपर्ने हुन्छ। उतातिर चाहिँ बब्बाल देखिन्छ यता भ्यू उतातिर। सो हिजो राति पुगेको थियौँ होइन, त्यही भएर अब उता तल पनि अब राति पुगेको थियो, भिडियो बनाउन पाइनँ। चाहिँ लभली देखिन्छ केटा। केटाहरू डराएको छन् यता गाइस। केटा हो यता हेलिकप्टर पाउने पार्किङ चाहिँ यता छ। सो हाम्रो चाहिँ यतातिर छ। सो यता चाहिँ मन्दिरहरू हो। यता चाहिँ भ्यू मस्त देखिरहेछ। सो अब हामी चाहिँ यतातिर बसिरहेछौँ होइन। यता देख्न सक्नुहुनेछ, यता टिकटक भन्ने छ यता केटा। गाइस, अहिले चाहिँ मान्छेहरू सबै गइसकेका छन्। अब हामी चाहिँ
हामी मात्रै छौँ अहिले चाहिँ। सो यतातिर चाहिँ यस्तो लेखेको छ। सो पहिला चाहिँ म चाहिँ 3 चोटि आइसकेँ है यो ठाउँमा सर्कोदारीको। यो चाहिँ हामी चाहिँ अहिले चाहिँ प्युठान जिल्लामा छौँ अहिले चाहिँ। सो देख्न सक्नुहुनेछ ब्याकग्राउन्डमा, त्यही नै हो गाइस। सो गाइस अब हामी चाहिँ फर्किसकेका छौँ सब हेरेर उताबाट। उता गुफातिर पनि गएको थियौँ, अहिले चाहिँ हामी फर्किन लागिसकेका छौँ, मन्दिरतिर जान लाग्छौँ अहिले चाहिँ। त्यही नै हो गाइस। यतातिर चाहिँ गाईहरू छन् है यतातिर। सो अब हामी चाहिँ यता फर्किसकेका छौँ। यतातिर सोलरहरू छ। यस्तोमा त बादल आउन लागेको कि यस्तो पानी पर्ला जस्तो गरिरहेको छ आज पनि। हिजो पनि पानी परेर बिजोग भएको थियो। आउँदाखेरि चाहिँ अब भ्लग बनाउन पाएन, भिडियो बनाउन पाएन, त्यही नै हो गाइस। यतातिर पनि बादल त राम्रो गरिरहेको छ आज चाहिँ, त्यही नै हो। लभली छ ठाउँ चाहिँ, तपाईँहरू पनि आउन सक्नुहुनेछ। सो त्यही नै हो गाइस। यतातिर यस्तो छ। यतातिर चाहिँ नयाँ बन्दैछ, नयाँ मन्दिर बन्दैछ यतातिर। यो त टिकटकमा पनि देखाएको थिएँ म चाहिँ। अनि उता लभली छ क्या यतातिर चाहिँ। अब उता पनि जानुपर्ने हुन्छ हामीहरू, सिनेमेटिक सट जाने हो। सो त्यही नै गाइस। यतातिर हामी यतातिर जाँदैछौँ रहेको छ। सो गाइस यतातिर चाहिँ यस्तो रहेको छ। सो यता बाली भएको होइन, यतातिर चाहिँ पूजा गर्ने ठाउँ यता छ। यता छ पूजा गर्ने ठाउँ। अनि यस्तो छन् मान्छे चाहिँ, लास्टै छन् है, मान्छे चाहिँ पुरै आएको छन्। यता छन् है, कोही फोटो खिचिरहेछ, कोही भिडियो बनाइरहेछ। यस्तो छ यता गाइस। आज पनि यतातिर अलि मौसम ठिक गरिरहेको छ, राम्रो छ यतातिर। अब चाहिँ हामी फर्किन लागिसकेका छौँ गाइस। अब हामी चाहिँ तलतिर जाँदैछौँ, उता बस पार्किङतिर जाँदैछौँ। फर्किसकेका छौँ है हामी चाहिँ। उतातिर चाहिँ लभली देखाएको छ है केटा हो। अहिले चाहिँ हामी फर्किँदैछौँ, त्यही नै गाइस। अहिले चाहिँ अब घर जानु लाग्छौँ अहिले चाहिँ, त्यही नै गाइस है त। सो यतातिर गाइस, यतातिर चाहिँ सानोतिनो मेला लाग्छ यता नयाँ वर्षको 1 गते दिन। सो यतातिर चाहिँ जाँदैछौँ। सो सिँढी चाहिँ भत्सकै लामो छ। यताको नजारा यस्तो छ यता गाइस। यता पार्किङ चाहिँ यता रहेको छ। सो गाइस अहिले चाहिँ हामी तल झरिसकेका छौँ। यता प्रवेशद्वारनिर छौँ है अहिले चाहिँ। यता साइनबोर्ड छ यतातिर समेत गाइस। सो गाइस अहिले चाहिँ हामी पार्किङतिर छौँ, अहिले गाडी पार्किङतिर। सो अहिले चाहिँ हामी गाडी खोज्नु पर्ने हुन्छ हामी चाहिँ। अब यता चाहिँ यस्तो भिड छ, यता शौचालय छ, अनि यतातिर चाहिँ यस्तो छ त, अनि यतातिर गाडीहरू छ।
त गाइस यता चाहिँ यस्तो भिड छ पुरै भिड छ गाइस केटा हामी चाहिँ माथितिर जान लागिसकेका छौँ सो त्यही नै हो गाइस सो अहिले चाहिँ हामी बजारमा छौँ टिकट काट्दैछौँ यतातिर चाहिँ बजार हो यो चाहिँ यता चाहिँ यो बाटो चाहिँ हिँड्दै आउने मान्छेहरू आउँछन् यता जान्छ यो बाटो चाहिँ हिँड्दै जाने बाटो यतातिर छ अनि यता यो बस छ अनि सो आजको लागि यति नै लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गरिदिनु ल